किलो प्यानल V1 है केटाहरू। V1 चाहिँ फेरि आइसकेको छ है केटाहरू, हेर्न सक्छु केटाहरू। यो चाहिँ V1 हो र अबदेखि हामी प्यानलको भिडियो चाहिँ युट्युबमा हाल्दैछौँ, टिकटकमा पनि हाल्छौँ र युट्युबमा पनि हाल्छौँ केटाहरू। जो युट्युबमा नयाँ छ तिनीहरू फलो गरेर यो भिडियोलाई लाइक गरेर केटाहरू। यो चाहिँ डार्क किलो V1 केटाहरू है। यसमा चाहिँ छ केटाहरू लोकेसन र ड्र्याग स्मुथ है केटाहरू। यसमा लोकेसन र ड्र्याग स्मुथ मात्रै छ किनभने यो सेफ छ। अब यसमा हेडसट हालौँ भन्दाखेरि केटाहरू सेफ हुँदैन, त्यसैले लोकेसन मात्रै दिएको है। यसमा चाहिँ यो फुल सेफ छ अहिलेको लागि। यो प्यानल चाहिँ धेरै चल्यो भने 12-13 घन्टा चल्छ, त्यो पछाडि हामी फेरि अपडेट गरेर फेरि दिन्छौँ केटाहरू। अब यो प्यानल पाउनको लागि सुरुमा तिमीले के गर्नुपर्ने भन्दा सुरुमा डिस्कर्ड जोइन गर्नु पऱ्यो केटाहरू। डिस्कर्ड जोइन गरेर डिस्कर्डको त्यहाँ फ्री प्यानलको सेक्सनमा तिमीलाई फ्री प्यानल दिइसकेको छ, त्यहाँदेखि डाउनलोड गर। अब केटाहरू आयो यसको जिप पासवर्ड छ है। यसको जिप पासवर्ड चाहिँ तिम्रो तल त्यहाँ हेर पासवर्ड भनेर लेखिरहेको छ ल, त्यहाँ के टाइम पछाडि एक डिजिटको पासवर्ड देखाउँछ। त्यो पासवर्ड कलेक्ट गर अनि अनजिप गर है। त्यो पासवर्डले चाहिँ अनजिप हुन्छ। अब केटाहरू आम सेटअपमा। अब सेटअप कसरी गर्ने? सेटअप भन्दा अब तिमीले प्यानल डाउनलोड कसरी गर्ने? यहाँ हेर केटाहरू, यो थियो एउटा हाम्रो डार्क किलोको सर्भर है केटाहरू। सर्भर यहाँ तल यहाँ हेर डार्क किलो फ्री प्यानल भन्ने चाहिँ यहाँ थिच र फ्री प्यानल चाहिँ देख हुन्छ। जस्तै यो चाहिँ पुरानो, यहाँ तिमीलाई V1 लेटेस्ट वाला फ्री प्यानलको देख हुन्छ। जब म भिडियो अपलोड गरिसक्छु म यहाँ हालिदिनु सक्छु त्यति बेरसम्म। यहाँदेखि यस्तो खिचेर डाउनलोड गर है केटाहरू। र डार्क किलो V1 तिमीले यस्तो जिप पाउँछौ। अब यो जिपलाई यस्तो खिच्छ अनि एक्सट्र्याक्ट हियर खिच्छ। यहाँ पासवर्ड माग्छ, पासवर्ड चाहिँ तिमीलाई भिडियोमा दिएको हुन्छ। भिडियोको तल हेर कति सेकेन्डमा दिन्छ भिडियोको। जस्तो मैले यहाँ पासवर्ड हालेँ हेर, मेरो अनजिप भयो। यहाँ बेस यति के भन्ने आयो। अब यसलाई यस्तो खिचेर इन्स्टल गर केटाहरू। हेर इन्स्टल भइसक्यो। अब यहाँदेखि डाइरेक्ट ओपन गर्दा पनि हुन्छ। ओके इन्स्टल भइसक्यो। अब यहाँदेखि डाइरेक्ट ओपन नगर केटाहरू। सुरुमा तिमीहरू प्ले स्टोरमा जाऊ, प्ले स्टोरदेखि FF Max डाउनलोड गर। FF Max डाउनलोड हुन्छ, त्यो पछाडि गेम खोला। ओके केटाहरू, सुरुमा गेम डाउनलोड गरेपछि गेम खोला, आइडी लगइन गर। आइडी लगइन गरेपछि यहाँ हेर एउटा क्यारेक्टर प्याक भन्ने हुन्छ। यो क्यारेक्टर प्याक डाउनलोड गर। यहाँ अदर्समा आऊ, अदर्स आउटफिटमा आएर यो गनको कलेक्सन छ, यो गनको कलेक्सन पनि डाउनलोड गर। अब गनको कलेक्सन र यो क्यारेक्टर दुइटा डाउनलोड गरिसकेपछि ओके केटाहरू प्यानल इन्स्टल गरिसकेपछि यहाँ आएर सिजुकी सेटअप गर्नुपर्छ। त्यसको लागि सुरुमा सिजुकी खोल। तिमीहरूको यहाँ हेर सिजुकी इज नट रनिङ भन्ने आउँछ। सुरुमा तिमीले यसलाई अब सेटअप गर्नुपर्छ। यहाँ हेर पियरिङ छ एउटा, यहाँ तल यहाँ पियरिङ छ। यो पियरिङमा थिच, पियरिङ थिचेर डेभलपर अप्सन खुल्छ। यहाँ डेभलपर अप्सनमा थिच, त्यो पछाडि तिमीहरूको डेभलपर अप्सन खुल्छ। यहाँ तल जाऊ अनि यहाँनिर वायरलेस डिबगिङ भन्नेलाई अन गरिदेऊ। वायरलेस डिबगिङभित्र जाऊ, त्यो पछाडि यहाँ हेर पियरिङ डिभाइस विथ पियरिङ कोड भन्ने छ। यो थिच पियरिङ अनि जो यो कोड छ त्यो यस्तो नोटिफिकेसन गर। यो कोड चाहिँ तिमीले यहाँ हाल्नुपर्छ केटाहरू। म चाहिँ मेरो पियरिङ कोड यहाँ हालिदिन्छु। यहाँ हेर यहाँ सक्सेसफुल भनिसक्यो, पियरिङ सक्सेसफुल भनिसक्यो। त्यसरी फेरि सिजुकीमा जाऊ, यस्तो ब्याक गर अनि यो पछाडि स्टार्टमा थिच। यहाँ हेर केटाहरू स्टार्ट आफै भयो केटाहरू। यहाँ सिजुकी मेरो सेटअप भइसक्यो है केटाहरू, हेर्न सक्छ मेरो सिजुकी सेटअप भइसक्यो। यहाँनिर मेरो प्यानल पनि देखाइसक्यो। तिमीले यस्तो यहाँ प्यानलको पर्मिसन लिएको हुनुपर्छ। यति हो केटाहरू। अब यो पछाडि तिमीहरू प्यानल खोल। गनको र क्यारेक्टरको कलेक्सन प्याक डाउनलोड गरिसकेपछि यसरी यो प्यानल चाहिँ खोल। यो प्यानल खोल्ने बित्तिकै यस्तो पर्मिसन माग्छ, एलो गरिदियो त्यो पछाडि केटाहरू। अनि यहाँ हेर मेरो यहाँ सिजुकीको पर्मिसन माग्यो। तिमीहरूको सिजुकी सेटअप हुनुपर्छ केटाहरू। सिजुकी सेटअप छैन भने सुरुमा सिजुकी सेटअप गर। मैले यहाँ एलो गरिदिएँ। त्यो पछाडि यहाँ युजर नेम र पासवर्ड माग्छ। युजर नेम र पासवर्ड चाहिँ डिस्कर्डमै हालिदिइसकेको छ केटाहरू। त्यो पछाडि युजर नेम र पासवर्ड हालेपछि यहाँ तल लगइनमा थिच। लगइनमा थिचिसक्छौ अनि यहाँ एक्सेस भनेर आउँछ। यो एक्सेस ग्रान्टेडमा थिच। एक्सेस ग्रान्टेड यहाँ हेर डिस्प्ले अदर एपमा यसरी पर्मिसन देऊ। यो पर्मिसन देऊ, त्यसरी ब्याक गर। त्यसरी फेरि लगइन थिच। यसरी लगइन थिच्यो, एक्सेस ग्रान्टेड भन्छ। यहाँ प्रोसेसमा थिच। यो पछाडि यहाँ हेर्न सक्छौ डार्क किलो प्यानल भन्ने यहाँ माथि फ्लोटिङमा आइसक्यो है केटाहरू। डार्क किलोमा यसरी थिच। त्यो पछाडि यहाँ भिजुअलमा जाऊ। त्यो पछाडि यहाँ हेर सुरुमा तिमीले यो लगाउनुपर्छ। यो इनेबल फङ्सन भन्ने छ, एक्टिभ भिजुअल भन्ने छ। सुरुमा तिमीहरू यो एक्टिभ भिजुअलमा थिच। एक्टिभ भिजुअलमा एकचोटि थिचेन भने एकछिन वेट गरी आफै अन हुन्छ। त्यो पछाडि होलोग्राममा थिच। त्यो पछाडि यो दुइटा अन गरौ भने नत्र माथिको अन गऱ्यो भने सबै आफै अन भइहाल्छ। त्यो पछाडि यहाँ ओपन गेममा थिचेर गेम ओपन गर। यहाँ हेर्न सक्छौ केटाहरू प्यानल लगाएपछि यहाँ हेर प्यानल चाहिँ लागिसकेको छ मेरो। मैले क्यारेक्टर मात्रै कलेक्सन डाउनलोड गरेको थिएँ। हेर्न सक्छौ मेरो सबै क्यारेक्टरमा चाहिँ कलेक्सन लागिसकेको छ।
ओके केटाहरू, जो नयाँ छ तिनीहरूले चाहिँ सब्सक्राइब गर्दै होला, लाइक गर्दै, यस्तै फ्री प्यानल फेरि आइरहेको हुन्छ है केटाहरू। र जो हाम्रो डिस्कर्ड च्यानल जोइन छैन, कमेन्ट र डिस्क्रिप्सनमा डिस्कर्ड च्यानलको लिङ्क दिएको छ, जोइन गर।